हेलो एभ्रिवन, आज हामी चाहिँ यो बुकमा भएको सम्बन्धको बारेमा पढ्छौं र यसको अभ्यासमा भएको हेर्नुस् त यसको अभ्यासमा भएको जति पनि प्रश्नहरू छ नि यो सबैको समाधान गर्छौं है। अनि यसमा चाहिँ तपाईको इम्पोर्टेन्ट के रहेछ भने एक्जाममा बेरी सोध्ने गर्छ के इम्पोर्टेन्ट यहाँबाट यो 2 नम्बर क्वेशन्स र यो 3 नम्बर क्वेशन्स यो चाहिँ अलि बढी सोध्छ है। पहिला फर्स्टमा हामी बुझौं सम्बन्ध भने के त सम्बन्धको बारेमा बुझौं है। यहाँ हेर्नुस् त यहाँ के रहेछ भने रेशमकी छोरी शीला, मिलानकी छोरी सकिना, सुरेन्द्रको छोरी सुस्मिता है। सम्बन्ध त यो के भयो त यो कस्तो सम्बन्ध भयो त यसलाई हामीले चाहिँ यो क्रम जोडाको रूपमा यो सम्बन्धको रूपमा लेख्यो भने यो क्रम जोडाको रूपमा लेख्यो भने कसरी लेख्न मिल्छ भने रेशम शीला हैन रेशम रहेछ यो शीला भयो त रेशमसँग शीलाको सम्बन्ध भयो, मिलानको सकिना र सुरेन्द्रको सुस्मिता। यो सम्बन्धलाई हामी कसरी पनि भन्न सकिन्छ भने यो शीला चाहिँ के रहेछ त रेशमको छोरी, सकिना मिलानकी छोरी, सुस्मिता सुरेन्द्रकी छोरी हो। त्यसको सम्बन्ध भन्यो भने कस्तो सम्बन्ध बनिरहेछ त को सम्बन्ध शीला को रहेछ त यो शीला रेशमकी छोरी, यो चाहिँ सकिना मिलानकी छोरी, सुस्मिता सुरेन्द्रकी छोरी। यसको सम्बन्ध के भयो त को सम्बन्ध को छोरीको सम्बन्ध हैन को छोरी हैन हो। त्यस्तै यो सम्बन्ध भनेको परिवार यो हाम्रो परिवारमा चाहिँ कस्तो सम्बन्धहरू हुन्छ त यो बुवा र छोराको सम्बन्ध, दिदी बहिनीको सम्बन्ध हैन, हजुर र मेरो सम्बन्ध के भयो भने शिक्षक र विद्यार्थीको सम्बन्ध भयो हैन हो। त यो हाम्रो दैनिक जीवनमा भएको सम्बन्धहरू भयो। त्यस्तै चाहिँ संख्याहरूको पनि सम्बन्ध हुन्छ। जस्तै हामी यहाँ हेरौँ त यसमा हेरौँ है, मैले यसमा अलि बुझाउन खोजे। यसमा हेरौँ त यो चाहिँ एउटा ए कार्टेसियन बी दिया रहेछ हैन। अनि यहाँबाट चाहिँ केही सम्बन्धहरू निकालेर रहेछ यहाँ। जस्तै यहाँ हेरौँ त यो 2 छ भने यहाँ पनि 2 भयो, यहाँ 3 छ भने यहाँ पनि 3 भयो हैन। यो कस्तो सम्बन्ध भयो त दुवै के रहेछ यो बराबर। हामी यसलाई के भन्न सकिन्छ भने बराबरको सम्बन्ध भयो हैन त हो। त्यस्तै यहाँबाट पनि केही क्रमजोडाहरू लिएर यहाँ एउटा सम्बन्ध बनाएको रहेछ के। यो कस्तो सम्बन्ध भयो त यहाँ हेर्नु त यो कस्तो सम्बन्ध भयो भने 2 भन्दा सानो रहेछ, 3 भन्दा सानो, 4 भन्दा सानो, 3 भन्दा सानो, 4 भन्दा सानो, यो 4 भन्दा सानो। यो कस्तो सम्बन्ध भयो त भन्दा सानोको सम्बन्ध। कस्तो सम्बन्ध भयो त भन्दा सानो। हामीले यसलाई x र यसलाई y भन्यो भने यसलाई x यसलाई y भन्यो भने के हुन्छ भने y के हुन्छ भने ठुलो हुन्छ, x के हुन्छ भने सानो हुन्छ है। x भन्दा के भयो त सानो भयो, y के भयो त ठुलो भयो है। यसलाई हामी यसरी पनि लेख्न मिल्छ। अनि त्यस्तै यहाँ हेर्नुस् त यहाँ चाहिँ यो के रहेछ भने यो 2 भन्दा के भयो त ठुलो। यो सम्बन्ध कस्तो भयो भने भन्दा ठुलोको सम्बन्ध। त्यस्तै हामीले चाहिँ 4 को वर्गमूल निकाल्यो भने कति हुन्छ 2। यो कस्तो सम्बन्ध भयो त वर्गमूलको सम्बन्ध है यसरी के। अनि यहाँ हेर्नु त यो चाहिँ हामीले चाहिँ यहाँ चाहिँ भन्या रहेछ वर्गको सम्बन्ध लेख्नलाई। वर्गको सम्बन्ध भनेको यसमा चाहिँ यो यहाँको चाहिँ वर्ग गर्दाखेरि हैन यसको चाहिँ 2 को वर्ग गरेर 4 आउँछ त यो 4 छ त यहाँ छैन के। यहाँ त्यस्तो वर्गको सम्बन्ध यहाँ देखिएन, त्यसले गर्दा यहाँ के गरिरहेछ त भने फाइ लेखिया रहेछ के है। ल अनि यस्तै टाइपको चाहिँ हाम्रो के रहेछ भने यो बुकको चाहिँ प्रश्न नम्बर 3 मा रहेछ के। प्रश्न नम्बर 3 ल यसलाई हामी गरौँ, प्रश्न नम्बर 3 लाई गरौँ, त्यसपछि सुरुदेखि गर्छौं है। पहिला यो कन्सेप्ट बुझ्या छ अनि यसलाई सकाइदेऊ है प्रश्न नम्बर 3 लाई। यहाँ हेर्नुस् त प्रश्न नम्बर 3 मा के दिएको छ भने यो प्रश्न नम्बर 3 मा के दिएको छ भने हामीलाई ए एउटा समूह दिएको रहेछ, बी एउटा समूह दिएको रहेछ हैन। अनि हामीले भनेको छ ए क्रस बी, ए कार्टेसियन बी भनेको छ निकाल्न सकिन्छ, मज्जाले निकाल्न सकिन्छ है। के गर्ने त यो 1 लाई 2 सँग 1 को सम्बन्ध 2 सँग, फेरि 1 को 3 सँग, फेरि 1 को 4 सँग हैन। 1 2 1 3 1 4, फेरि त्यस्तै 2 को 2 सँग, 2 को 3 सँग, 2 को 4 सँग है। 2 2 2 2 3 2 4, त्यस्तै 3 को 2 सँग, 3 को 3 सँग, 3 को 4 सँग, 3 2 3 3 3 4 हैन।
ओ ल अनि यहाँबाट चाहिँ मैले एउटा आर एउटा सम्बन्ध लिएँ, यहाँबाट एउटा केही आर एउटा सम्बन्ध लिएँ, एउटा क्रमजोडा यो लिएँ, एउटा क्रमजोडा यो लिएँ हैन। ल यो भन्नुस् त यो कस्तो सम्बन्ध भयो? यहाँ 2 छ भने यहाँ पनि 2, यहाँ 2 छ भने 2, कस्तो सम्बन्ध भयो त? बराबरको सम्बन्ध है। त्यस्तै मैले यहाँबाट एउटा सम्बन्ध लिएँ, एउटा यो यहाँबाट केही क्रमजोडा लिएँ, मैले 3 र 2 लिएँ हैन। यसको सम्बन्ध लेख्नु पर्यो भने कस्तो सम्बन्ध रहेछ यो? त 2 के रहेछ? 2 भन्दा के भयो त? ठुलो। त भन्दा ठुलोको सम्बन्ध भयो हैन। हो त्यस्तै मैले यहाँबाट केही क्रमजोडा लिएर एउटा सम्बन्ध बनाएँ। यो सम्बन्ध हेर्नु पर्यो भने कस्तो सम्बन्ध रहेछ त? यहाँ 2 छ भने यहाँ 1 भयो हैन, यहाँ 4 छ भने यहाँ 2 भयो। कस्तो सम्बन्ध भयो भन्नु छ? 4 को आधी गर्यो भने आधा गर्यो भने कति हुन्छ? 2। 1 को आधा गर्यो भने यो 2 को आधा गर्यो भने के हुन्छ? 1 हो। त्यो कस्तो सम्बन्ध भने आधाको सम्बन्ध भयो है। अनि त्यस्तै हामीलाई प्रश्नमा के दिएको छ भने यहाँ हेर्नुस् त, प्रश्नमा प्रश्न नम्बर 3 मा के भनेको छ भने यहाँ ए र बी अनि दिया रहेछ अनि ए कार्टेसियन बी भनेको छ निकाल्नलाई अनि यो सम्बन्धहरू भनेको छ लेख्नलाई है। हो त मैले यहाँ ए र बी भयो, ए कार्टेसियन बी निकाले अनि यहाँ भन्दा ठुलो भनेको छ सम्बन्ध लेख्नलाई। भन्दा ठुलो मतलब के त? 2 भन्दा ठुलो। यो 2 भन्दा ठुलो हो त? होइन। त्यो लेख्ने हो त यहाँ? होइन। 3 भन्दा ठुलो, 3 भन्दा ठुलो हो त यहाँ? होइन नि। हो त्यस्तै भन्दा ठुलोको सम्बन्ध के भयो त? यो बराबर भयो, बराबरको सम्बन्धमा यो लेख्ने हो। यहाँ के आयो? यो रहेछ के 2 भन्दा ठुलो है नि त? 2 भन्दा ठुलो 3 हो। त हामीले भन्दा ठुलोमा के लेख्ने त? यो लेख्ने हो। त्यो बराबर भन्यो भने के लेख्ने? जुन बराबर छ नि, जुन बराबर रहेछ त्यो बराबर भन्दा लेखिदिने। त्यस्तै 2 गुणा भनेको छ के हो। यहाँ हेर्नुस् त, यसमा योबाट हामीले लेख्नुपर्ने रहेछ, केही सम्बन्ध बनाउनु पर्ने रहेछ। 2 गुणा, यो 2 को 2 गुणा गर्यो भने 4, यो 4 छ त यहाँ? छैन। यहाँ 3 को 2 गुणा 6 छ त? छैन। त्यस्तै 4 को छ त? छैन। यो पनि हुँदैन, यो पनि हुँदैन, यो पनि हुँदैन। 4 को त यो पनि हुँदैन, यहाँ कुनै हुँदैन के? कुनै छ त त्यस्तो? छैन। हो त्यहाँ कुनै त्यस्तो क्रमजोडा छैन भने यहाँ यदि 4 को 2 गुणा कति हुन्छ? 8। यहाँ 8 भएको भए यो 8 र 4 मैले यहाँ लेख्दै के, तर त्यस्तो छ त? छैन के। छैन भने यो 2 गुणाको सम्बन्ध केही क्रमजोडा यहाँबाट भयो त? भएन। त के लेख्ने? फाइ, खाली भयो के, यो सम्बन्ध भएन हैन, खाली लेखिदिने। त्यस्तै आधाको सम्बन्ध भनेको छ निकाल्नलाई। आधा भनेको अब 2 को आधा गर्यो भने 1, यो भयो त हैन, यहाँ लेखिदिने 1 र 2 हैन। त्यस्तै अरु हेरौँ त, 3 को आधा गर्यो भने 1 हुन्छ त? हुँदैन, यो पनि भएन। 4 को आधा गर्यो भने यो पनि भएन। त्यस्तै यहाँ हेर्नुस् के, यहाँ एउटा रहेछ के 4 को आधा कति हुन्छ? 2। त्यो यो के लेख्ने? 2 र 4 है। यस्तो कति सजिलो रहेछ है। नम्बर भनेको छ वर्गको सम्बन्ध लेख्नलाई। अब यो 2 को वर्ग गर्यो भने कति हुन्छ? 4। 4 छ त यहाँ? छैन, यो पनि हुँदैन। त्यस्तै 4 को गर्यो भने कति हुन्छ? 16 हुन्छ। 16 छ त यहाँ? छैन। ल त वर्गमा के हुन्छ त? यो पनि हुँदैन, यो पनि हुँदैन। 4 को गर्यो 16, 2 गर्यो भने 4 हुन्छ। यहाँ 4 छैन। यो कुनै छ त? कुनै छ त यहाँ? छैन के हो। त छैन भने यहाँ के लेख्ने त? फाइ, यो खाली भयो है। ल यहाँ हेर्नुस् त, यदि हामीलाई सम्बन्धलाई परिभाषित गर्नु छ भने गर्ने कसरी त? त यदि यो दुईटा समूह भयो र यसको कार्टेसियन गुणनफल भयो, यो सम्बन्धहरू के गरेछ भने यहीबाट केही क्रमजोडाहरू लिएर के गरेछ भने यो सम्बन्धहरू बनाएको रहेछ, होइन त? हो। यसलाई परिभाषित गर्नु पर्यो भने गर्ने कसरी त? गर्ने कसरी हो। त 2वटा मैले यहाँ हेर्नुस् के, मैले मजाले लेखिदिएको छु। यो हाम्रो 1 नम्बरको नै रहेछ, यो 1 नम्बरको रहेछ। सम्बन्धलाई अभ्यासमा रहेछ, सम्बन्धलाई परिभाषित गरी यो सम्बन्धको परिभाषा उदाहरणसहित लेख्नुहोस्। त्यसको परिभाषा लेख्नु पर्यो भने लेख्ने कसरी त? यहाँ हेर्नुस् त, 2 समूहहरूको बीचको कार्टेसियन गुणनफलको उपसमूहलाई के भनिन्छ त? सम्बन्ध भनिन्छ। यो 2वटा समूह छ भने यसको कार्टेसियन गुणनफलको यो के भयो त? उपसमूह भयो के। यसलाई नै हामी के भन्छौँ त? सम्बन्ध भन्छौँ है। जस्तै यो कस्तो सम्बन्ध रहेछ, सम्बन्ध पनि कस्तो सम्बन्ध रहेछ त? यो 2 छ भने 2 भयो, 3 छ भने 3, बराबरको सम्बन्ध रहेछ के। त हामी सम्बन्धमा के गर्छौँ भने यो कार्टेसियन गुणनफलको उपसमूहहरू लिन्छौँ कि यहीबाट केही क्रमजोडाहरू लिएर सम्बन्ध बनाउँछौँ, त्यसले नै के भन्छ त? सम्बन्ध भन्छ है। अब हेर्नुस् त, खमा सम्बन्ध जनाउने तरिकाहरू के हुन्? के तरिकाबाट सम्बन्ध जनाइन्छ त? सम्बन्ध जनाउने तरिकाहरू मिलान चित्रबाट, लेखाचित्रबाट, तालिकाबाट हैन, त्यो क्रमजोडाहरूबाट
क्रमजोडकको समूहबाट समूह निर्माण विधिबाट यिनीहरूबाट यो तरिकाहरूबाट के गर्छ भने सम्बन्धलाई जनाइने गर्छ। ग नम्बरको हेरौँ त तलका सम्बन्धहरूलाई उदाहरणसहित परिभाषित गर्नुहोस्। यो सम्बन्धलाई भनेको छ उदाहरणसहित परिभाषित गर्नलाई। यो त्यस्तो इक्जाममा त्यस्तो यो सोध्दैन, तर यो सजिलो रहेछ, एकछिनमै हामी बुझ्न सक्छौँ यसलाई के। यहाँ हेरौँ त पहिला हामी यो यो सिमेट्रिक सम्बन्ध भन्दा पनि पहिला रिफ्लेक्सिभ सम्बन्धलाई बुझौँ है। रिफ्लेक्सिभ सम्बन्ध अब कस्तो सम्बन्धलाई रिफ्लेक्सिभ भन्ने, यहाँ हेर्नुहोस् त्यस्तो सम्बन्ध जस्तै कुनै एउटा समूह ए छ, एका सदस्यहरू 1 2 3 छ भने 1 को 1 सँग नै सम्बन्ध हुनु पर्यो, फेरि 2 को 2 सँग, 3 को 3 सँग नै। यहाँ हेर्नुहोस् त 1 को 1 सँग, 2 को 2 सँग र 3 को 3 सँग के बराबर हुनु पर्यो के। यहाँ जे छ त्यही हुनु पर्यो के, यहाँ जे सदस्य छ त्यही यहाँ आउनु पर्यो के हो। यस्तो सम्बन्धलाई हामी के भन्छौँ त रिफ्लेक्सिभ। रिफ्लेक्सिभ सम्बन्ध हुनको लागि के हुनुपर्छ त यहाँ जुन सदस्य छ यहाँ पनि त्यही हुनु पर्यो, आफैसँग सम्बन्ध हुनु पर्यो के। त्यसलाई हामी के भन्छौँ त रिफ्लेक्सिभ सम्बन्ध भन्छौँ। जस्तै यहाँ हेर्नुहोस् त समूह एका सबै सदस्यहरूको आफैसँग सम्बन्ध छ भने त्यस्तो सम्बन्धलाई रिफ्लेक्सिभ सम्बन्ध भनिन्छ। ल अनि यहाँ बताउनुहोस् त यो सम्बन्धले रिफ्लेक्सिभ भन्न मिल्छ कि मिल्दैन। यहाँ मैले यो 1 को 1 सँग रहेछ, 2 को 2 सँग, 3 को यहाँ 2 सँग रहेछ, यसलाई भन्न मिल्छ त रिफ्लेक्सिभ? मिल्दैन। यहाँ 3 छ भने यहाँ 3 को 3 सँग नै हुनु पर्थ्यो, तब गएर हामीलाई के भन्न मिल्थ्यो त रिफ्लेक्सिभ सम्बन्ध भन्न मिल्छ है। यसलाई भन्न मिल्छ त मिल्दैन। यो भयो रिफ्लेक्सिभ, कति सजिलो रहेछ है। अब हेरौँ त सिमेट्रिक सम्बन्ध भनेको कस्तो सम्बन्धलाई सिमेट्रिक भन्ने। यहाँ हेर्नुहोस् यदि 1 सँग 2 को सम्बन्ध छ भने 2 सँग पनि 1 को सम्बन्ध हुनुपर्छ के। 2 सँग 1 को सम्बन्ध छ भने यहाँ पनि यो 1 सँग 2 को सम्बन्ध छ भने 2 को सम्बन्ध नि 1 सँग हुनु पर्यो। यहाँ रहेछ नि 2 को सम्बन्ध 1 सँग। त्यस्तै 3 को सम्बन्ध 2 सँग छ भने 2 को सम्बन्ध पनि 3 सँग हुनु पर्यो। यहाँ रहेछ नि हो। अनि यहाँ 1 को सम्बन्ध 1 सँग छ भने यहाँ 1 को सम्बन्ध 1 सँग, यहाँ त आफैमा रहेछ यो हैन हो। त यस्तो सम्बन्धलाई हामी के भन्छौँ त सिमेट्रिक सम्बन्ध। जस्तै यहाँ समूह एका 2 सदस्यहरू यदि x र y, कुनै सदस्य x र y छ भने x का लागि x को सम्बन्ध y सँग र y को सम्बन्ध के सँग x सँग उही सम्बन्ध छ भने त्यसलाई हामी के भन्छौँ त सिमेट्रिक सम्बन्ध भन्छौँ। जस्तै यहाँ 1 को सम्बन्ध 2 सँग छ भने 2 को सम्बन्ध पनि 1 सँग हुनुपर्छ, 3 को 2 सँग छ भने 2 को 3 सँग हुनुपर्छ। 1 को त 1 भइसक्यो, 1 को सीमै हुन्छ हैन हो। यहाँ हेरौँ त जस्तै मैले यहाँ एउटा सम्बन्ध लेखेँ है r, यो चाहिँ सिमेट्रिक सम्बन्ध छ कि छैन। जस्तै 1 को सम्बन्ध 2 सँग छ भने 2 को सम्बन्ध यो सिमेट्रिक यो भएन। जस्तै मैले यहाँ लेखेँ है एउटा यो सम्बन्ध छ कि छैन भने सच्याउनु पर्यो है, हेर्नु पर्यो है यो सिमेट्रिक हुन्छ कि हुँदैन भने हेर्नु पर्यो। यहाँ 1 को सम्बन्ध 2 सँग दियो हैन, यहाँ 2 को सम्बन्ध 1 सँग दियो हैन, यहाँ चाहिँ 3 को सम्बन्ध 2 सँग दियो हैन, यति दिया रहेछ के। अनि यसलाई हामीले चाहिँ सिमेट्रिक भन्न मिल्छ कि मिल्दैन। त्यहाँ 1 को सम्बन्ध 2 सँग छ, 2 को सम्बन्ध 1 सँग छ हैन, तर 3 को सम्बन्ध 2 सँग छ भने 2 को सम्बन्ध 3 सँग यहाँ छ त छैन। त्यसलाई सिमेट्रिक भन्न पाइयो त पाइएन हो। यसरी छुटाउन सकिन्छ के। सिमेट्रिक भन्न मिल्छ, यसलाई मिल्दैन। अनि यहाँ हेर्नुहोस् ट्रान्जिटिभ सम्बन्ध, कस्तोलाई हामी ट्रान्जिटिभ सम्बन्ध भन्ने त ट्रान्जिटिभ सम्बन्ध त्यस्तोलाई यदि 1 को सम्बन्ध 2 सँग छ भने 2 को सम्बन्ध 1 को सम्बन्ध 2 सँग र 2 को सम्बन्ध 3 सँग छ भने यो 1 को सम्बन्ध पनि 3 सँग हुनै पर्छ। ट्रान्जिटिभ सम्बन्ध हुनको लागि यदि 1 को सम्बन्ध 2 सँग र 2 को सम्बन्ध 3 सँग छ भने 1 को सम्बन्ध 3 सँग हुनै पर्छ। त्यस्तो सम्बन्धलाई ट्रान्जिटिभ सम्बन्ध भनिन्छ। यहाँ हेर्नुहोस् 1 को 2 सँग र 2 को 3 सँग छ भने यो चाहिँ r मा पर्छ भने 1 र 3 पनि r मा पर्नु पर्यो, सम्बन्ध r मा पर्नु पर्छ है। यस्तो सम्बन्धलाई हामी ट्रान्जिटिभ सम्बन्ध भनिन्छौँ। कुनै सदस्य x को सम्बन्ध y सँग र y को सम्बन्ध z सँग छ भने x को सम्बन्ध z सँग हुने सम्बन्धलाई ट्रान्जिटिभ सम्बन्ध भनिन्छ। ल यहाँ बुझ्नुहोस् त, यहाँ हेर्नुहोस् त यसमा चाहिँ यो ट्रान्जिटिभ हो कि होइन।
1 को सम्बन्ध 2 सँग छ भने 2 को सम्बन्ध 3 सँग छ भने यहाँ 1 को सम्बन्ध 3 सँग हुनै पर्छ। यहाँ छ त छैन, यो ट्रान्जिटिभ भयो त भएन है यसरी भन्ने। यो सजिलो छ है, यो खासै त्यस्तो एक्जाममा सोधे हैन है। त रिफ्लेक्सिभ बुझ्नु भयो भने रिफ्लेक्सिभ भने कस्तो, यो बराबर हुनु पर्यो। अनि सिमेट्रिक भने कस्तो त 1 को सम्बन्ध 2 सँग छ भने 2 को सम्बन्ध 1 सँग हुनु पर्यो हैन। त्यस्तै 3 को 2 सँग छ भने 2 को 3 सँग, 1 को त एकै छ 1 को एकै हुन्छ। यस्तोलाई के भन्छ सिमेट्रिक। ट्रान्जिटिभ हुनको लागि 1 को 2 सँग छ भने 1 को 2 सँग र 2 को 3 सँग छ भने 1 र 3 को, यो 1 र 3 को सम्बन्ध पनि यसमा हुनुपर्छ। त्यस्तोलाई के भन्छौँ हामी ट्रान्जिटिभ सम्बन्ध भन्छौँ है। ल अब हेरौँ यसमा बुकमा हेरौँ। यो भयो परिभाषाहरू सबै मैले बताइसकेँ हैन। घ नम्बरमा हेरौँ त, यो घ नम्बरमा हेरौँ त। घमा के भनेको छ भने यदि आर यस्तो छ भने 1 को सम्बन्ध ए सँग, बी को सम्बन्ध बी सँग भए आर कस्तो सम्बन्ध हो भर्खर हामी पढ्यौँ। कस्तो हो भने रिफ्लेक्सिभ सम्बन्ध हो। कस्तो हो? रिफ्लेक्सिभ सम्बन्ध है। ल त्यस्तै मैले यहाँ लेखिदिएको छु, यसमा मैले लेखिदिएको छु है। ल एकछिन पछि यो बताइदिन्छु है। अनि यो घ नम्बर पढ्नुभन्दा अगाडि पहिला त यो अलि हेरौँ न, समतुल्य सम्बन्ध है। एउटा यसलाई किन छोड्ने त समतुल्य सम्बन्धलाई। समतुल्य सम्बन्ध हेर्नु त कस्तो सम्बन्ध समतुल्य भन्ने, त्यस्तो सम्बन्ध जुन चाहिँ यो यस्तो सम्बन्ध हुनु पर्यो जुन चाहिँ रिफ्लेक्सिभ पनि होस्, सिमेट्रिक पनि होस् र ट्रान्जिटिभ पनि होस् के। तीनटै भएको सम्बन्धलाई के भन्छ समतुल्य सम्बन्ध भनिन्छ। मानौ ए यम एउटा समूह यो भयो र आर भनेको यमबाट यम र यमको के भयो त कार्टेसियन गुणनफल भयो भने अनि समतुल्य हुनको लागि के हुनु पर्यो त रिफ्लेक्सिभ सम्बन्ध नै हुनुपर्छ। त रिफ्लेक्सिभ हो कि होइन? यहाँ चाहिँ 1 छ भने 1 को सम्बन्ध 1 सँग छ, 2 छ भने 2 को सम्बन्ध 2 सँग छ है। हो छ नि त छ। त यो के भयो त रिफ्लेक्सिभ सम्बन्ध भयो। त्यस्तै यो 1 छ भने 1 को सम्बन्ध 1 सँग, 2 छ भने 2 को सम्बन्ध 2 सँग छ यहाँ। यो के भयो त रिफ्लेक्सिभ सम्बन्ध भयो। अनि त्यसो सिमेट्रिक हुनको लागि के हुनु पर्यो त, यदि यहाँ 1 सँग यो 1 छ भने 1 त एकैसँग भयो। यहाँ 1 र 2 को सम्बन्ध छ भने 2 र 1 पनि यहाँ हुनुपर्छ। छ त छ। 2 छ भने 2 को 2 भयो हैन, सिमै भयो यसको लागि। यो के भयो त सिमेट्रिक पनि भयो हैन। त्यस्तै ट्रान्जिटिभ हुनको लागि यहाँ 1 को सम्बन्ध यो 1 को सम्बन्ध 2 सँग यस्तो के 1 को सम्बन्ध यहाँ हेर्नुस् 1 को सम्बन्ध 2 सँग र 2 को सम्बन्ध 1 सँग छ भने यो 1 र 1 को सम्बन्ध हुनु पर्यो जहाँ यो सबै छ। यहाँ पनि छ है। यसमा 1 को सम्बन्ध 1 सँग र 1 को सम्बन्ध 2 सँग छ भने 1 र 2 को सम्बन्ध पनि छ। 1 र 2 यही भयो नि त हैन। त्यस्तै 1 र 1 को सम्बन्ध 2 सँग र 2 को सम्बन्ध 1 सँग छ भने 1 को सम्बन्ध यहाँ रहेछ। त्यस्तै यो 1 को सम्बन्ध 2 को सम्बन्ध 1 सँग यस्तै सर्टिफाई गरिरहेछ त है। यो ट्रान्जिटिभ गरिरहेछ हैन। हो त हामी यो के भयो त ट्रान्जिटिभ सम्बन्ध पनि भयो हैन। ल त यो तीनटै रिफ्लेक्सिभ पनि भयो, सिमेट्रिक पनि भयो र ट्रान्जिटिभ पनि भयो भने यस्तो सम्बन्धलाई हामी के भन्छौँ समतुल्य सम्बन्ध भन्छौँ है। ल अब हेरौँ त यसको घ नम्बरको हेरौँ त। यदि आर यति भए आर कस्तो सम्बन्ध रहेछ त दुवै यानी ए छ भने यानी ए, बी छ भने बी। आर कस्तो सम्बन्ध भयो त बराबर सम्बन्ध। अनि घमा के भयो त यो के भयो त यो ए बराबर हैन नि रिफ्लेक्सिभ भयो। यो बराबर छ भने रिफ्लेक्सिभ सम्बन्ध भयो हैन। त्यस्तै चाहिँ यो यहाँ रहेछ आर ए र बी छ भने भए आर सिमेट्रिक सम्बन्ध लेख्नुहोस्। आर को सिमेट्रिक सम्बन्ध लेख्नुहोस्। आर को सिमेट्रिक के हुन्छ त यसको उल्टो हुन्छ। ए बी छ भने बी भयो हैन। हो के हो त आर को सिमेट्रिक सम्बन्ध यहाँ हेर्नुस् त। आर को सिमेट्रिक सम्बन्ध के हुन्छ त बी अनि ए है। 2 नम्बरको हेर्नुस् त। ए कार्टेसियन बी यति दिया रहेछ अनि
के भने यति भए तल दिएका सम्बन्धहरू पत्ता लगाई मिलान चित्रमा देखाउनुहोस्। यो हामीलाई एउटा यो ए कार्टेसियन विद्या रहेछ अनि भनेको छ यो R1 एउटा सम्बन्ध लेख्नलाई जहाँ के हुनु पर्यो भने यो x र y प्लस गर्दाखेरि कुनै क्रम जोड्दा x र y छ भने त्यसमा भएको x र y प्लस गर्दाखेरि 6 आउनु पर्यो। यस्तो सम्बन्ध हामीले लेख्नु पर्ने रहेछ कहाँबाट त यो क्रम जोड्दाहरूको समूहबाट। ल अनि हामी लेखौँ है यो हाम्रो a क्रस b यहाँ दिया रहेछ हैन। हामीले कस्तो सम्बन्ध लेख्नु पर्ने रहेछ x र y यो भएको यसलाई र यसलाई प्लस गर्दाखेरि कति आउनु पर्यो त 6 आउनु पर्यो। यो 5 यो 1 + 4 कति हुन्छ 5 यो भयो त 6 भयो त यो भएन यो नलेख्नु र 1 + 1 र 5 कति हुन्छ 6 यो पर्यो हैन। त यो यहाँ लेख्नु 1 र 5 अनि यो जोड्दाखेरि 6 हुन्छ त हुँदैन बढी हुन्छ। यो 2 र 4 जोड्दाखेरि 6 हुन्छ 2 र 4 पनि यहाँ लेखिदिनुस्। त्यस्तै अरु जोड्दाखेरि हुन्छ त यो कति भयो 7 यो कति भयो त 8 यो कति भयो त 4 3 7 भयो 6 भयो नि त भएन यो कति भयो त 8 भयो हो। त हाम्रो कतिवटा भयो त दुईटा क्रम जोड्दाहरू भयो यो सम्बन्धमा 1 र 5 र 2 र 4 अनि यसलाई भन्या रहेछ मिलान चित्रमा देखाउनको लागि यसरी मिलान चित्रमा देखाइदिनु 1 को 5 सँग सम्बन्ध रहेछ 1 5 र 2 को 4 सँग 2 4 अनि अर्को चाहिँ के भन्या छ भने अर्को भन्या छ भने ख नम्बरमा R2 एउटा सम्बन्ध रहेछ जुन चाहिँ के रहेछ भने y ठुलो भएको x र y कुनै क्रम जोड्दा छ भने त्यहाँ चाहिँ y चाहिँ ठुलो भएको र x के त सानो भएको क्रम जोड्दाहरू लेख्नु पर्यो यो सम्बन्धमा है। त ल हामीले चाहिँ यहाँबाट हेर्नु पर्यो के यसको लागि जुन माथि छ नि ल यहाँबाट अलि हेर्नु पर्यो है। म यसो मिलाइदिरहेको छु हेर्नको लागि सजिलो हुन्छ भनेर। ल यहाँ हेर्नुस् त हामीले चाहिँ यसबाट के गर्नु पर्यो भने y ठुलो भएको र x के त सानो भएको यो y चाहिँ ठुलो भएको एकैछिन है एकैछिन म मिलाइदिएर राम्रो बनाइदिरहेको छु। ल अब हेर्नुस् एकदमै राम्रो भयो है। ल हामीलाई यो R2 सम्बन्ध लेख्नु पर्ने रहेछ हैन R2 सम्बन्ध लेख्नु पर्ने रहेछ जहाँ चाहिँ के हुनु पर्यो भने y ठुलो र x सानो हुनु पर्यो। त यो R2 मा कुन कुन क्रम जोड्दाहरू हुन्छ त y ठुलो भएको यो x भयो यो y हुन्छ हैन। त y ठुलो भएको x सानो भएको कुन यो पनि भयो हैन। त्यस्तै y ठुलो x सानो यो पनि भयो हैन। त्यस्तै लेख्ने 1 4 1 4 1 5 1 5 पनि भयो र y ठुलो x सानो यो पनि भयो त 6 1 हैन y ठुलो x सानो यो पनि भयो यो पनि भयो यो पनि भयो। यहाँ त सबै म देखिरहेको छु के y ठुलो सबैमा रहेछ त यो सबै के गर्नु यो सम्बन्धमा लेखिदिनुस् र यसलाई चाहिँ मिलान चित्रमा प्रस्तुत गर्नु पर्यो भने यहाँ पहिलो समूहका सदस्यहरू के रहेछ 1 को सम्बन्ध 4 सँग 1 को सम्बन्ध 4 सँग 1 को सम्बन्ध 5 सँग 1 को सम्बन्ध 5 सँग। नत्र यसलाई मिलान चित्रमा देखाउँदाखेरि एकदम सजिलो के हुन्छ भने यहाँ पहिलो सदस्यहरू के रहेछ 1 1 भयो 2 अनि 3 3 भयो हैन 1 2 3 लेखिदिनुस्। दोस्रो सदस्यहरू 4 5 6 4 5 6 4 5 6 4 5 6 लेखिदिनुस् र यसले 1 सँग सबैको सम्बन्ध रहेछ सबैमा मिलान चित्र देखाइदिनुस् हैन। 2 को चाहिँ सबैमा रहेछ भने सबैमा तीर चित्र देखाइदिनुस् र 3 को सम्बन्ध सबैमा छ भने सबैमा तीर चित्र देखाइदिनुस्। यो के भयो त मिलान चित्र भयो है। ल ग नम्बरमा हेर्नुस् त गमा के भनेको छ भने x को स्क्वायर गर्दाखेरि के आउनु पर्यो त y के को स्क्वायर त x को वर्ग गर्दाखेरि y आउनु पर्यो। त हामीले चाहिँ यसमा हेर्नु पर्यो के अब x को वर्ग गर्दाखेरि के आउनु पर्यो त y आउनु पर्यो। त्यहाँ के हुन्छ 1 को वर्ग 1 हुन्छ या 4 छ यो हुन्छ त हुँदैन 1 को वर्ग यो पनि हुँदैन 1 वाला त हुँदैन 2 को वर्ग 4 यो भयो है। x को वर्ग गर्दाखेरि y आउनु पर्यो हैन 2 को वर्ग कति हुन्छ 4 2 को वर्ग 4 छ त छैन अरु छ त छैन के 3 को वर्ग 9 हुन्छ यहाँ छ त 9 छैन 3 को वर्ग त 9 हुन्छ 9 छ त छैन कति यो त्योमा के हुन्छ त एउटा मात्र क्रम जोड्दा हुन्छ है 2 र कति हुन्छ 2 र 4 2 र 4 भयो। यसले पनि मिलान चित्रमा यसरी देखाइदिनुस् हैन। त्यस्तै हामीले 3 नम्बरको त गरिसक्यो क्रम जोड्दै भन्दा ठुलो भन्दा सानो वाला थियो यो बराबर वाला 2 गुणा वाला आधा वाला यो त हामी गरिसक्यो हैन। ल त्यसपछि हामी हेरौं कति नम्बर यो 4 नम्बरको 4 नम्बरमा के भनेको छ यदि a यति b यति भए a क्रस b बाट तल
तल दिए अनुसार सम्बन्धहरू पत्ता लगाई तोकिएका। अब यो ए र बी सम्बन्ध दिएको छ, ए क्रस बी निकाल्ने र यो R1 एउटा सम्बन्ध छ, यसलाई चाहिँ यो R1 सम्बन्ध निकाल्ने र त्यसलाई क्रमजोडाको समूहद्वारा, मिलानचित्रद्वारा, लेखाचित्रद्वारा र तालिकाबाट भनेको छ प्रस्तुत गर्नलाई। त हामीले पहिला ए र बी लाई हामी यसलाई गरौँ है, यसलाई गरौँ त। यो 4 नम्बरको मैले यहाँ चाहिँ गरिदिएको छु। यहाँ हेर्नुहोस् त, यो मिस्टेकली काटेर रहेछ, माइन्ड नगर्नु होला। ल यहाँ हाम्रो ए यति भयो, बी यति भयो हैन। तपाईलाई के भनेको थियो, ए क्रस ए कार्टेसियन बी निकाल्नको लागि ए कार्टेसियन बी कसरी निकाल्ने हामी कार्टेसियन सिकिसकेका रहेछ हैन। 6 लाई 2 सँग तपाईँ 6 को सम्बन्ध 2 6 2 6 4 6 8 6 2 6 4 6 8 त्यस्तै 7 2 7 4 7 8 7 2 7 4 7 8 त्यस्तै 8 र 10 को पनि गर्दिने। यो क्रमजोडाहरू भयो, यसलाई भन्छ कार्टेसियन गुणनफल, जुन हामी कार्टेसियनमा पनि पढिसकेका रहेछ हो। त यहाँबाट हामीलाई एउटा सम्बन्ध निकाल्नु परिरहेछ। कस्तो सम्बन्ध, x र y एउटा क्रमजोडा छ भने दुवैलाई प्लस गर्दाखेरि के आउनु पर्यो, 12 भन्दा सानो आउनु पर्यो, 12 भन्दा सानो आउनु पर्यो हैन। जहाँ चाहिँ x चाहिँ समूह A का सदस्य भयो र y चाहिँ समूह B का सदस्यहरू भयो हैन हो। त यसलाई प्लस गर्नु पर्यो हामीले चाहिँ, यसलाई चाहिँ प्लस गर्ने 12 भन्दा सानो जुन आउँछ क्रमजोडा त्यहीहरू के गर्ने त R1 मा लेख्नु पर्यो, R1 सम्बन्धमा लेख्नु पर्यो। यो 6 2 कति हुन्छ 8, 12 भन्दा कम भयो, यो पनि लेख्ने। 6 4 कति भयो 10, 10 12 भन्दा कम भयो, 12 भन्दा कम भयो नि त हो, यो पनि लेख्ने। त्यसै 6 6 12 भयो हैन, 12 यो त 12 भयो नि त। यो के भनेको छ, 12 भन्दा कम हुनु पर्यो नि, बराबर छैन के, कम हुनु पर्यो। त्यो हुन्छ त हुँदैन। त्यो 7 र 2 कति हुन्छ 7 2 9, त यो पनि 12 भन्दा कम भयो, यो पनि लेख्ने। 7 4 11, यो पनि कम भयो, यो पनि लेख्ने। 7 6 यो हुँदैन नि त हैन। 7 6 तपाईँ कति भयो त 13 भयो, 13 त 12 भन्दा बढी भयो, त यो हुँदैन, यो हुन्छ हैन। त्यस्तै यो हुँदैन, यो 8 र 2 हुन्छ, 8 र 2 अरु कुनै पनि हुँदैन, सबै 12 भन्दा बढी आइराछ, 12 र 12 भन्दा बढी आइराछ हैन हो। त हाम्रो R1 सम्बन्ध कति भयो त यति भयो। अनि यसलाई के भनेको छ, क्रमजोडाको रूपमा, क्रमजोडाको समूहको रूपमा, त यही भयो हाम्रो क्रमजोडा हैन। यसलाई नि के भन्छ त, क्रमजोडाहरूको समूहबाट यही भयो हैन। त्यसपछि यसलाई भनेको छ मिलान चित्रमा देखाउनलाई। त मिलान चित्रमा कसरी देखाउनु, 6 को सम्बन्ध 2 सँग 6 2, 6 को सम्बन्ध 4 सँग 6 4, 7 को सम्बन्ध 2 सँग 7 2, 7 को 2 सँग मिलाउने, तिर बनाइदिने, 7 को 4 सँग 7 4, 8 को 2 सँग 8 2 गरिदिने हैन हो। अनि लेखाचित्रमा भन्या रहेछ। त यसलाई हामीले लेखाचित्रमा कसरी देखाउने भने हैन, लेखाचित्रमा देखाउनको लागि धेरै सजिलो हो। यो पोइन्टहरु योहरु थाहा गर्नु पर्यो हामीले मात्र हैन, यो बिन्दुहरु थाहा गर्नु पर्यो। जस्तै यसलाई लेखाचित्रमा देखाउनु छ भने यो भयो हाम्रो ग्राफ, हेर्नुस् त यो भयो के त ग्राफ भयो हैन। यो ग्राफमा कसरी हेर्ने, जस्तै यो 6 र 2 छ भने यहाँ हेर्नु पर्यो, यो भयो मानौ कि यो x एक्सिस भयो हैन, x अक्ष भयो, यो के भयो त y अक्ष भयो हैन हो। त्यहाँ कति रहेछ त 6 2, 6 2 छ भने 6 2 ले देखाउनु पर्यो भने यहाँ 6 माथि कति 2 कहाँ पर्छ, यहाँ पर्छ हैन, भइसक्यो। यहाँ यो 6 2 लेख्दा नि हुन्छ, नलेख्दा नि हुन्छ। कति रहेछ 6 4, त 6 भयो, माथि कति त यहाँ कति त 4, 6 अनि माथि यहाँ कति त 4, 6 4 कहाँ रहेछ, यहाँ रहेछ हैन हो। त्यो भयो 6 4, यो भयो लेखाचित्रमा देखाइरहेको छ हामी है। त्यस्तै रहेछ 7 2, 7 कहाँ रहेछ यहाँ, 2 कहाँ रहेछ यहाँ हैन। यो कहाँ कर्छ त, यसरी हेर्नुस् के हैन। यो x अक्षमा 7, y अक्षमा 2, यो कहाँ कटिरहेछ त, यहाँ कटिरहेछ नि त हो। त यो भयो हाम्रो 7 2 वाला। त्यस्तै अरु कति रहेछ त 7 4, यहाँ भयो 7, माथि कति 4 4, हेर्नुस् त कहाँ रहेछ, यहाँ हेर्नुस् त राम्रोसँग हेर्नु पर्यो। 7 भयो, यो 4 भयो, 7 4 4 4 जाँदाखेरि जाँदै यहाँ कट्यो नि त हो, यहाँ जोइन भयो नि त यो। त यहाँ लेख्ने 7 4। अरु कति थियो भने 8 2, 8 यहाँ भयो, 2 कहाँ भयो त यहाँ भयो हैन। त 8 2 यो दुवै जोइन गर्दाखेरि कति आयो त यहाँ आयो हैन हो 8 2। यसलाई के भन्छ त मिलान लेखाचित्र भन्छ, लेखाचित्रबाट भयो हैन हो। त्यस्तै भन्या रहेछ केबाट देखाउनलाई, तालिकाबाट हैन। तालिकाबाट भन्या छ भने यसरी बनाइदिनु, तालिका एकदमै सजिलो
है तालिकाबाट देख्नु सजिलो यो सबै क्रमजोडाहरूलाई यो सबै हैन यो R1 जुन छ नि 6 2 6 4 हैन त्यसलाई चाहिँ यसरी देखाइदिनु 6 2 6 4 7 2 7 4 8 2 यो के भयो त हाम्रो तालिकाबाट भयो है हो ल अनि त्यस्तै हामीले ख नम्बरको नि गर्नु पर्यो ख नम्बरमा नि के भनिएको छ भने ख नम्बरको अलि बुझ्नु पर्यो के यो हाम्रो क्रमजोडा खमा हेर्नुस् त खमा हाम्रो R2 सम्बन्ध दिया रहेछ x र y कुनै क्रमजोडा छ भने 2x + y इज 2x + y 10 भन्दा सानो हुनु 10 भन्दा ठूलो हुनु पर्यो यो 2x + y गर्दाखेरि यहाँ चाहिँ x को भ्यालु राख्दा x को मान राख्ने या y को मान राख्दाखेरि के आउनु पर्यो भने 10 भन्दा ठूलो आउने क्रमजोडाहरू यो R2 सम्बन्धमा लेख्नु भने भनिएको छ के यो अलि मिस्टेक रहेछ यहाँ के हुन्छ त y हुन्छ है y x दिया रहेछ यहाँ के हुन्छ y हुन्छ है सच्याउनुस् y भनेको b को सदस्यहरुको र यो चाहिँ यो सम्बन्धहरु हामीले लेख्नु पर्यो है ल यहाँ हेर्नुस् के यसलाई फेरि बुझ्नु पर्यो यो a क्रस b दिएको छ भने यसमा कुन कुन क्रमजोडाहरु यो R2 सम्बन्धमा हुन्छ त यहाँ हामीले यसको मान राख्नु पर्छ जस्तै यो भयो के त x यो के भयो त y अनि यहाँ चाहिँ x को ठाउँमा यो 6 र y को ठाउँमा 2 हाल्दाखेरि यो 6 र 2 हाल्दाखेरि कति हुन्छ 6 दुनी 12 12 2 कति हुन्छ 14 10 भन्दा ठूलो भयो कि भएन भयो त यो पनि लेख्ने 6 2 त्यस्तै 6 4 रहेछ भने 6 दुनी 12 12 भएपछि त 12 अनि 4 के हुन्छ त 16 हुन्छ नि हो त 16 भयो 10 भन्दा ठूलो भयो नि त हो त यो पनि लेख्ने प्राय यो सबै के हुन्छ भने सबै 10 भन्दा ठूलो हुन्छ के किनभने x रहेछ 8 6 रहेछ 7 रहेछ हैन पहिलो सदस्य नै रहेछ 6 7 8 10 रहेछ हो त यहाँ चाहिँ x को ठाउँमा हाल्दाखेरि त बढी भइहाल्छ नि 10 भन्दा बढी भइहाल्छ त्यसमै प्लस यो y को सदस्य जोड्दाखेरि अझ बढी हुन्छ हो त यो सबैहरु के हुन्छ भने R2 सम्बन्धमा पर्यो अनि यसलाई चाहिँ के गर्ने हामीले मिलान चित्रमा देखाउने यो तरिकाबाट पहिलो सदस्यहरु लेख्ने फर्स्टमा त्यसपछि दोस्रो सदस्यहरु यहाँ लेख्ने अनि त्यो सबैमा जोइन गर्दिने यो के भयो त हाम्रो मिलान चित्र भयो अनि लेखा चित्रमा भनेको छ भने सेम मैले ग्राफमा भर्खर देखाए नि हो त्यस्तै देखाइदिने लेखा चित्र हुन्छ अनि तालिकाबाट भन्यो भने यो R2 सम्बन्धको तालिकाबाट भन्यो भने यो 6 2 6 4 6 6 रहेछ भने यहाँ पनि तालिकामा 6 2 6 4 6 6 त्यस्तै के थियो भने 7 2 7 4 7 7 8 2 8 4 8 6 हैन त्यस्तै 10 2 10 4 10 6 हैन यो सबै सम्बन्धहरुलाई यसरी तालिकामा देखाइदिनुस् यहाँ नि त हैन सबै रहेछ यसलाई यसरी तालिकामा देखाएपछि तालिका विधिबाट भयो ल अब अरु हेर्नुस् त अरु के रहेछ भने अरु यो भयो हैन यो वाला अनि 5 नम्बरमा हेर्नुस् त यदि समूह A यतिमा परिभाषित सम्बन्ध यति छ भए R समतुल्य सम्बन्ध हो होइन परीक्षण समतुल्य सम्बन्ध हुनलाई के हुनु पर्यो यो सम्बन्ध रिफ्लेक्सिभ ट्रान्जिटिभ र यो रिफ्लेक्सिभ पनि हुनु पर्यो यहाँ हेर्नुस् त समतुल्य सम्बन्ध हुनको लागि नि यो सम्बन्ध चाहिँ रिफ्लेक्सिभ सिमेट्रिक र ट्रान्जिटिभ तीनटै हुनु पर्छ के त यहाँ हामी हेरौं त रिफ्लेक्सिभ हेर्दाखेरि रिफ्लेक्सिभमा के हुन्छ भने 1 छ भने यहाँ पनि 1 2 छ भने 2 3 छ भने 3 6 रिफ्लेक्सिभ भयो हैन 1 को सदस्य छ भने 1 मा 1 ए मा पर्छ हैन R1 सम्बन्धमा पर्छ त यो त भयो हैन यो R यहाँ R लेख्नुस् है R मा लेख्नुस् है A को ठाउँमा के लेख्नुस् भने R मा पर्छ भने रहेछ हो त्यो R के भयो रिफ्लेक्सिभ त भयो सिमेट्रिक पनि हुनु पर्यो नि सिमेट्रिकमा के थियो भने यदि 1 को सम्बन्ध 1 सँग छ भने 1 1 हैन 1 1 त हुन्छ यो 2 सँग यहाँ चाहिँ हेर्नुस् यहाँ चाहिँ के 1 को सम्बन्ध 2 सँग छ भने 2 को सम्बन्ध पनि 1 सँग हुनु पर्छ 2 को सम्बन्ध पनि 1 सँग हुनु पर्छ यहाँ छ त त्यस्तो 1 को यो त 1 सँग भयो भने 1 को 1 यो त सेमै हुन्छ नि हैन 2 छ भने 2 को 2 3 छ भने 3 को 3 तर यो 1 को सम्बन्ध 2 सँग छ भने 2 को सम्बन्ध पनि 1 सँग हुनु पर्यो यहाँ छ त त्यस्तो छैन त्यो 2 को सम्बन्ध 3 सँग छ भने 3 को सम्बन्ध पनि 2 सँग हुनु पर्यो छ त छैन के त्यसले गर्दा यो सिमेट्रिक भयो त भएन असिमेट्रिक नै भएन भने समतुल्य हुन्छ त हुँदैन नि हो
तसर्थ आर समतुल्य सम्बन्ध बन्न सकिँदैन भने यहाँ ट्याक्क यसरी प्रष्ट रूपमा लेखिदिनुस् है। त्यस्तै अरु हेर्नुस् त समूह ए हामीलाई यति दिएर छ यति भए पत्ता लगाउनुहोस् ए क्रस ए पत्ता लगाउनुहोस् ए का रिफ्लेक्सिभ हुने सम्बन्ध R1 र ए मा सिमेट्रिक हुने सम्बन्ध R2 र ए मा ट्रान्जिटिभ हुने सम्बन्ध R3 भन्ने छ पत्ता लगाउनलाई। त यसो गर्नुस् ए गर्नको लागि ए हामीलाई दिएर छ हैन ए दिएर छ हामीलाई अनि ए क्रस ए कति हुन्छ त ए को कार्टेसियन गुणनफल निकालिदिनुस् हैन यो भयो र ए मा रिफ्लेक्सिभ हुने सम्बन्ध के हुन्छ त ए मा रिफ्लेक्सिभ हुने सम्बन्ध कति सजिलो 4 छ भने 4 4 5 छ भने 5 5 6 छ भने 6 6 क्रम जोडेर बनाइदिनुस् हैन यो 4 4 5 5 6 6 रिफ्लेक्सिभ भयो। सिमेट्रिक भने के हुन्छ त सिमेट्रिक R2 भने चाहिँ सम्बन्ध लेख्न सिमेट्रिकमा के पर्यो भने 4 को 5 सँग छ भने 5 को 4 सँग हुनु पर्यो 5 को 6 सँग 5 को सम्बन्ध 6 सँग छ भने 6 को सम्बन्ध पनि 5 सँग हुनु पर्यो त्यही लेखिदिने के 4 को सम्बन्ध 5 सँग छ भने 5 को सम्बन्ध 4 सँग हुनु पर्यो र 5 को सम्बन्ध 6 सँग छ भने 6 को सम्बन्ध नि 5 सँग हुनु पर्यो हो यही भयो के त यो अलि मिस्टेक भएछ यो के भयो त हाम्रो सिमेट्रिक सम्बन्ध भयो। ट्रान्जिटिभमा हामी के पढाएको थियौँ भने ट्रान्जिटिभमा यदि 4 को सम्बन्ध 5 सँग र 5 को सम्बन्ध 6 सँग छ भने 4 को सम्बन्ध नि 6 सँग हुनु पर्यो हैन हो। यहाँ हेर्नुस् त 4 को सम्बन्ध 5 सँग र 5 को सम्बन्ध 6 सँग छ भने 4 को सम्बन्ध नि 6 सँग हुनु पर्यो यस्तो एउटा सम्बन्ध बनाउनु पर्यो के सिमेट्रिक भनेको चाहिँ एउटा बनाउनलाई हो त्यस्तो बनाउनु पर्यो के यहाँबाट है। ल बेस्ट अफ लक।